सुदन गुरुङले ओली र लेखकलाई समात्दा सुदन गुरुङको भन्दा बढी मेरो छाती चौडा भएको छ। सुदन गुरुङको भन्दा बढी हाम्रो छाती चौडा भएको छ। देशको विकास भयो भने, कारखानाहरू खुल्यो भने, काम गर्ने मौका पाइयो भने, काम मिल्यो भने, बेरोजगारी मान्छेलाई रोजगार मिल्यो भने बल्ल हामीले छाती चौडा गर्ने हो। मैले चाहिँ यही भन्न चाहन्छु। ठीक छ, दोषीलाई पकड्ने हो, कोच्ने हो, जेल हाल्ने हो, म मान्छु। तर फेरि पनि केही दिन पछाडि उनीहरू निक्लिहाल्छन्, किनकि जो अदालतमा गन्दगी फैलिरहेको छ नि, त्यो गन्दगी अदालतमा आजै सफाई भएको छैन। जस्तो बागमती नदीमा गन्दगी फैलेको छ त्यस्तै गन्दगी फैलिरहेको छ। त्यही भन्न चाहन्छु म। तर विकास हुनु पर्यो,